रोटी पकाउन सिकाउने हो हजुरले? हो धेरै। ल म रोटी पकाउन, रोटी कसरी फुलाउँछ म सिकाउँछु है त। अब बिहे अगाडि कहिले बनाएको थिएन, बिहेपछि बनाउँदैछु। सुरुमा अलि लो हिटमा तावा तताउने हैन, अनि त्यसपछि रोटी राख्ने। अब फेरि यसलाई धेरै बेर तलको पाक्ने गरी छोड्नु हुँदैन, त्यो गर्यो भने तलको डढ्छ। अब हल्का एकछिन भएपछि यसलाई उल्टाइदिने अब हैन, यसलाई यसरी उल्टाइदिने। अनि यो साइडमा बिस्तारै थिच्ने, अनि एकछिन तात्न दिने यो तलको भागलाई, एकछिनसम्म छोडिदिने। यसलाई अलि बिचतिर राख्ने, अनि साइडमा थिच्ने। अब धेरै बेर छोड्न पनि हुँदैन, फेरि डढ्छ। त्यही भएर बिस्तारै थिचेपछि यसलाई फेरि उल्टाइदिने। अब यहाँ हल्का पाकिसकेको छ। अब यसलाई साइडमा बिस्तारै थिच्नुभयो भने अब यो बिस्तारै उस्किँदै जान्छ। अब यहाँ हावा जाने ठाउँतिर बन्द गरिदिने हो भने बिस्तारै उस्किँदै जान्छ। एकतिरबाट पुरै उस्केन भने यसलाई पल्टाउने, अर्कोतिर थिच्ने। पुरै उस्केको छैन, तर यसलाई फिक्स गर्न पनि मिल्छ बेला बेलामा। भिडियो भने कसरी बनाउने जान्नु पनि महत्त्वपूर्ण कुरा हो। अब हल्का थिच्दिनु भयो भने यो अहिलेसम्म उस्किरहेको थियो होइन, अहिले भिडियो खिचेपछि उस्किएन, अहिले फेरि खिच्नुपर्छ। कस्तो मजाले हजुर हजुर कस्तो उस्केन तर अर्कोचोटि फेरि पनि हामी भिडियो हाल्छौँ। यस्तो पनि हुनसक्छ नि त, यस्तो पनि हुनसक्छ। यो उस्केन तर पाक्यो, खाँदा हुन्छ, काँचो छैन यो। ल अब अर्कोचोटि चाहिँ हामी उकासेर फेरि ट्राई गर्नेछौँ। अघिसम्म उस्किरहेको थियो, त्यहाँ रोटीहरू कति मजाले उस्केका थिए। अहिले चाहिँ यहाँ भिडियो बनाउने बेलामा चाहिँ रोटी लजायो, अनि त्यही भएर त्यस्तो निकालेर यहाँ राखिदिने, घिउ राख्ने, अनि त्यसपछि अलि यता सारेर यसमा थोरै माथिबाट एउटा घिउको लेप लगाइदिने। नरम भएर बस्छ, अनि नरम भएर बस्छ, खाँदाखेरि पनि मिठो हुन्छ। घिउको स्वाद तरकारीसँग टक्क लगाएर। ल अब अर्को ट्राई गर्छौँ हामी। फेरि यहाँ चाहिँ तरकारीको लागि रेडी हुँदैछ। आलु माइक्रोवेभ गर्नुभएको थियो, धेरै पाकेन छ जस्तो छ। यो मजाले यो आलु कसरी पकाउने पनि म देखाउँछु अहिले भिडियोमा। अब यसमा अहिलेकै टेक्निक लगाउँछु, फेरि उस्किन्छ कि उस्किँदैन। तलको बेस हल्का तताउने, अनि त्यसपछि माथिको बेस फेरि एकचोटि हल्का यसलाई थिच्ने। अब यो मैले आफैले पत्ता लगाएको टेक्निक हो, मैले यो लगाएको गलत पनि हुनसक्छ, सही पनि हुनसक्छ, मलाई थाहा छैन होइन। यसरी थिच्ने, अनि हल्का यहाँ बबलहरू यस्तो देख्न थालेपछि अनि फर्काइदिने, अनि त्यसपछि बिस्तारै थिच्ने। ल अहिले रोटी लजाएन है, अनि अहिले रोटी लजाएन हो। अब चाहिँ यो ट्रिक मजाले यस्तो गरेपछि रोटी उस्क्यो। यो रोटी किन उस्काउँछन् भन्दाखेरि यो 2 लेयर बनेको हुन्छ, भित्रको अलि मजाले यो उस्केपछि तातो हावा बस्छ भित्र। त्यो तातो हावाले गर्दा भित्रैदेखि पाक्छ, अनि भित्रैदेखि पाक्ने भएकोले चाहिँ उस्केको रोटी मजाको नरम हुन्छ। यसमा चाहिँ म एउटा केही कुरा एड गर्न लाग्यो होइन। बिहे गरेपछि केटी मान्छेले मात्रै काम सिक्छन् भन्ने छैन, केटा मान्छेले पनि सिक्छन् होइन। बाँडीचुडी काम गर्दै जाँदाखेरि ल बुढीलाई आएन म पनि सहयोग गरौँ भन्दा भन्दै बुढो पनि रोटी उकास्नलाई एक्सपर्ट हुनुभयो। म रोटी बनाउनलाई एक्सपर्ट हुँदैछु। यसमा चाहिँ अलिक केयरफुल हुनुपर्ने कुरा, उस्केको रोटी निकाल्दाखेरि अलिक ध्यान दिनु होला होइन, किनकि यसभित्र तातो हावा भरिएको हुन्छ। त्यो ठ्याक्क यो उस्केको फुट्दाखेरि फेरि हात तातो भएर अनि उस्किनको लागि अर्को महत्त्वपूर्ण कुरा पनि हुन्छ नि त, रोटी बनाउनेले पनि अलि राम्रोसँग बनाइदिनु पर्छ। हाम्रो चाहिँ दुईजनाको ब्यालेन्स भएर रोटी एकदम राम्रो भन्छ। अनि मलाई चाहिँ रोटी एकदम धेरै मनपर्छ। मेरो बुढोलाई चाहिँ पहिला मन पर्दैन जस्तो लाग्थ्यो, अहिले चाहिँ के छ मनपर्छ भन्नाले हामीलाई जस्तो पुरै उत्कृष्टै त मन पर्दैन नि। भात र रोटी राख्यो भने कुन खानुहुन्छ? भात खान्न, रोटी खान्छु। किन अहिले यो पेट देखेर? अहिले यहाँ पेट मेरो धेरै ठुलो। अब यसमा ढिलो भइसक्यो फर्काउनलाई, एकछिनमा मात्र राख्नु पर्थ्यो होइन, तर कहिले काहीँ ढिलो भए पनि। अब चाहिँ मेरो पालो है, मेरो यहाँ रोटी सकिसकेको छ।